जब 6 घण्टा लामो त्यो अपरेसन अन्ततः सकिन्छ, अर्जेन्टिनाको पुलिसले यस्तो दृश्य देख्छ जुन उनीहरूले कल्पना पनि गरेका थिएनन्। आउनुस् आज सुनौ अर्जेन्टिनाको इतिहासकै सबैभन्दा स्मार्ट बैंक रबरीको कथा, जसलाई धेरैले पर्फेक्ट हाइस्ट भनेर सम्झिन्छन्। यो घटना हो सन् 2006 को। त्यो बेला अर्जेन्टिना गहिरो आर्थिक संकटबाट गुज्रिएको थियो। मानिसहरू बैंकमा आफ्नो पैसा सुरक्षित छ कि छैन भन्ने डरमै बाँचिरहेका थिए। त्यही समयमा आकाशुसोमा रहेको बैंकको रियो बैंक बाहिरबाट हेर्दा बिल्कुल सामान्य देखिन्थ्यो। मानिसहरू पैसा निकालिरहेका थिए, कर्मचारीहरू आफ्नो काममा बिजी थिए। तर त्यो सामान्य देखिने दिनभित्र एउटा यस्तो योजना लुकेको थियो जसले केही घण्टामै पूरा देशलाई सकमा पार्नेवाला थियो। किनकि केही मानिसहरू महिनौदेखि तयार पारिएको एउटा डरलाग्दो प्लानलाई अन्तिम रूप दिन बैंकभित्र छिरिसकेका थिए। अबको 6 घण्टा पूरा अर्जेन्टिनाले इतिहासकै स्मार्टेस्ट बैंक रबरीको लाइभ ड्रामा हेर्न लागेको थियो। यो रबरीको मास्टरमाइन्ड थिए फर्नान्डो अराउजो। पेसाले उनी एक आर्टिस्ट थिए, एक पेन्टर थिए, तर दिमागको निकै नै सातिर थिए। उनको साथमा निकै नै चतुर लुइस भिटे लगायत अन्य 3 सदस्यहरू पनि थिए। यी मानिसहरू मिलेर एउटा यस्तो योजना बनाएका थिए जुन सुन्दा नै असम्भव जस्तो लाग्थ्यो। जनवरी 13, 2006 दिउँसो लगभग 1 बजे डकैतहरू बैंकको रियो बैंक भित्र प्रवेश गर्छन्। उनीहरूको हातमा गन थियो, तर उद्देश्य गोली चलाउनु होइन, मानिसलाई कन्ट्रोल गर्नु थियो। बैंक भित्र छिरेपछि उनीहरूले सबैलाई होस्टेज बनाउँछन् र कसैलाई पनि हानि नपुग्ने कुरा बताउँछन्। बिस्तारै टेन्सन बढ्न थाल्छ। उता बाहिर पुलिस, मिडिया र आम जनताको भिड जम्मा सुरु हुन्छ। टिभीमा पनि लाइभ कभरेज सुरु भइसकेको थियो। तर बैंक भित्र अर्कै खेल चलिरहेको थियो। सयौं लकर खोलिँदै थिए, क्याश, डलर र बहुमूल्य सामानहरू ठूलो झोलामा भरिँदै थिए। अचम्मको कुरा के थियो भने डकैतहरू हतारमा थिएनन्, किनकि उनीहरूलाई थाहा थियो यो रबरी बन्दुकको भरमा होइन, समयको भरमा सफल हुनेवाला थियो। त्यही बीचमा लुइस भिटे पुलिससँग क्याजुअली कुरा गरिरहेका थिए। ऊ बोल्न निकै माहिर थियो, त्यसैले टिमले उसलाई पुलिसलाई अल्झाइराख्ने जिम्मा दिएको थियो। कहिले ऊ कोक र पिज्जा माग्दथ्यो त कहिले ठूलो पुलिस अधिकारीसँग मात्र कुरा गर्ने डिमान्ड गर्थ्यो। उसले लगातार जोक्स, नेगोसिएसन र र्यान्डम कुराहरू गर्दै समय बिताइरहेको थियो। बाहिर पुलिस होस्टेजहरूको सेफ्टीलाई प्रायोरिटी दिँदै केयरफुली अपरेसन ह्यान्डल गरिरहेका थिए। पुलिसले सोचेका थिए पिज्जा र कोक मगाउने लुटेराहरू कता भाग्लान्। आखिर बैंक चारैतिरबाट घेरिएको थियो। तर वास्तविकता भने बिल्कुलै फरक थियो, किनकि यो कुनै अचानक गरिएको रबरी थिएन। यो त महिनौदेखि तयार पारेको एउटा मास्टर प्लान थियो। फर्नान्डो अराउजो साधारण क्रिमिनल जस्तो सोच्ने मानिस थिएन। उसले बैंकको रियो बैंकलाई टार्गेट गर्नु अघि महिनौसम्म अब्जर्भेसन गरेको थियो। ऊ कहिलेकाहीँ सामान्य कस्टमर बनेर बैंक भित्र जान्थ्यो, सेक्युरिटी गार्डको टाइमिङ नोट गर्थ्यो, पुलिस रेस्पोन्स कति छिटो आउँछ भनेर एनालाइज गर्थ्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले बैंकको तल रहेको सोयर सिस्टममा ध्यान दिएको थियो। लामो समयसम्म अब्जर्भेसन गरिसकेपछि उसले बैंकको नजिकै एउटा कोठा भाडामा लियो। बाहिरबाट हेर्दा एउटा सामान्य स्टोर रुम जस्तो देखिन्थ्यो, तर भित्र रबरीको हेडक्वार्टर तयार भइरहेको थियो। त्यही फर्नान्डो अराउजो र उसको टोलीले बैंकको नक्सा बनाउने, टनेलको डिस्टेन्स नाप्ने, लकर क्याल्कुलेट गर्ने र स्केप टाइमिङ प्र्याक्टिस गर्ने काम गर्थे। फर्नान्डोले टिम सेलेक्सन पनि निकै केयरफुली गरेका थिए। लुइस भिटे पुलिसलाई डिस्ट्र्याक्ट गर्नको लागि पर्फेक्ट थिए। अरू सदस्यहरू डिगिङ, ड्राइभिङ र स्केप लजिस्टिकमा एक्सपर्ट थिए।
उनीहरूले महिनौसम्म रातको समयमा चुपचाप टनेल खन्ने काम गरे ताकि कसैले शंका नगरोस्। फर्नान्डोको प्लानको मुख्य रुल थियो भायोलेन्स होइन इन्टेलिजेन्स प्रयोग गर्ने, अर्थात् बल होइन पासा दिमाग लगाउने। त्यसैले रबरीको दिन पनि उनीहरूको फोकस गोली चलाउने होइन, पुलिसलाई साइकोलोजिकल गेममा अल्झाएर समय जित्ने थियो। किनकि उनीहरूलाई समय चाहिएको थियो टनेल र सोयल सिस्टमलाई कनेक्ट गर्नको लागि ताकि माथि पुलिस मेन गेटमा कुरिरहोस् अनि उनीहरू लुटिएका सामान टनेल हुँदै चुपचाप गायब गर्न सकुन्। न सीसीटीभी न पुलिस केस, पुरा सिन कुनै हलिउड मुभी जस्तै हुनेवाला थियो। अन्ततः घण्टौंको प्रयासपछि ब्याङ्कको तल रहेको सेक्रेट टनेल एक्टिभ हुन्छ। लुटिएका पैसा, गोल्ड र गरगहना टनेल हुँदै सोयर सिस्टममा लैजान थालिन्छ। हेर्दा हेर्दै 6 घण्टा बितिसकेको थियो, तर केही समयदेखि लुइस भिटेले पुलिससँग सम्पर्क गरेका थिएनन्। आधा घण्टासम्म पनि कुनै मुभमेन्ट नदेखेपछि अन्ततः पुलिस ब्याङ्कभित्र प्रवेश गर्छ, तर भित्र होस्टेजहरू मात्र थिए। लुटेराहरू धेरै अगाडि नै टनेल हुँदै पैसा सहित गायब भइसकेका थिए। यो ब्याङ्क रबरीले अर्जेन्टिना मात्र होइन संसारभर हेडलाइन बनायो। पुलिसदेखि मिडियासम्म सबैजना एउटै प्रश्न सोधिरहेका थिए, आखिर यति ठुलो रबरी गर्ने मानिसहरू को थिए? किनकि कसैले पनि उनीहरूको वास्तविक अनुहार स्पष्ट देखेका थिएनन्। महिनौसम्म पुलिससँग कुनै स्ट्रङ एभिडेन्स थिएन। तर भनिन्छ नि, अपराधी जति चतुर भए पनि कानुनको हात लामो हुन्छ। चतुर ग्याङ मेम्बर लुइस भिटेको आफ्नो श्रीमतीसँग अर्कै एउटा केटीको कुरामा ठूलो झगडा हुन्छ। रिसको झोकमा उनको श्रीमतीले पुलिसलाई गएर सो रबरीको सबै विवरण बताइदिन्छन्। वर्षौंसम्म केही पत्ता लगाउन नसकेको पुलिस एक्कासी एक्टिभ हुन्छ। पुलिसले फोन रेकर्ड्स, टनेल प्लान्स, हिडन टुल्स र रबरीमा प्रयोग भएका सामानहरू फेला पार्न थाल्छ। अब बिस्तारै एभिडेन्स जोडिँदै गयो र अन्ततः एक एक गर्दै सम्पूर्ण ग्याङ मेम्बर पक्राउ पर्छन्। अचम्मको कुरा, यो लुटमा लगभग 19 मिलियन अमेरिकी डलर बराबरको क्यास र गरगहना चोरी गरिएको थियो। ब्याङ्कका सयौं लकरहरू खाली गरिएका थिए। मानिसहरूको जीवनभरिको सेभिङ, सुन र बहुमूल्य सामान केही घण्टामै गायब भएको थियो। तर सबैभन्दा रहस्यमय कुरा के थियो भने पुलिसले त्यो सबै पैसा कहिले रिकभर गर्न सकेन। इन्भेस्टिगेटर्सका अनुसार रबरीको ठूलो हिस्सा आजसम्म पनि हराएकै अवस्थामा छ। समातेका सम्पूर्ण लुटेराहरूलाई जब कोर्टमा पुर्याइयो, सम्पूर्ण अर्जेन्टिनाको ध्यान फेरि कोर्टतिर पुग्यो। किनकि यो सामान्य रबरी जस्तो थिएन, कसैलाई गोली हानिएको थिएन, होस्टेजहरू पनि सेफ थिए। त्यसैले धेरै मानिसहरूले उनीहरूलाई भाइलेन्ट क्रिमिनल भन्दा मास्टर प्लानरको रूपमा हेर्न लागेका थिए, एक किसिमको हिरो जस्तो। कोर्टले ग्याङका मेम्बरहरूलाई लगभग 10 देखि 15 वर्षसम्मको सजाय सुनायो। तर राम्रो बिहेभियर र लिगल डिल्सका कारण उनीहरू पूरा समय जेलमा बसेनन्। उनीहरू तोकिएको समयभन्दा निकै छिटो जेलबाट बाहिर निस्के। जेलबाट निस्किएपछि लुइस भिटे उरुग्वेमा बस्न गयो। यो लुटको ठूलो रकम पुलिसले कहिले फेला पारेन। धेरैलाई विश्वास छ फर्नान्डो र उसको टोलीले जेल मुक्त भएपछि पक्कै पनि पैसा उडाउँदै होलान्। आज पनि यो घटना हिस्ट्रीकै स्मार्टेस्ट ब्याङ्क रबरी मध्ये गनिन्छ। वर्षको प्लानिङ, साइकोलोजिकल गेम र सेक्रेट टनेलको कारण यो रबरी दुनियाँभर लिजेन्डरी बन्यो। अझ अचम्मको कुरा के थियो भने रबरीमा प्रयोग गरेका गनहरू सबै नक्कली थिए। यो अविश्वसनीय ब्याङ्क लुट यति फेमस भयो कि पछि यसै घटनामा आधारित एउटा सिनेमा पनि बनाइयो, द हाइस्ट अफ द सेन्चुरी नामले। तर जेसुकै भए पनि अन्तमा यो एउटा अपराध नै थियो। यदि तपाईहरुलाई यस्तै रियल स्टोरीहरू मन पर्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, किनकि अर्को भिडियोमा हामी ल्याउने छौं अर्को रियल स्टोरी, मुभी भन्दा पनि डेन्जरस।